É papo cima do pau da साथीहरु यहाँको मुख्य डिमान्ड भनेकै जेरीमा छ कि मान्छेहरु यहाँको भिड चाहिँ जत्रो पनि एक नास नै हुन्छ देख्न सक्नुहुन्छ जेरीमा 4-5 जना खटिनु भएको छ त्यही पनि बिजोक छ अनि अरु पनि मान्छेको चाप चाहिँ बढिरहेको छ मस्तसँग देख्न सक्नुहुन्छ यता पनि ल अहिले माथि स्टेजतिर पनि गएर म देखाउने नै छु हजुरहरुलाई हेर्दै जानुस् अझको ल साथीहरु मैले तपाईहरुलाई माथिको माहौल एकछिनमा देखाउने छु अहिले चाहिँ म तल बसेर मस्तसँग यताको हल्का फुल्का चलपल भिडियो गरिरहेको छु अहिले खासै यहाँ केही पनि छैन माथि गएर देखाउँछु जे हुन्छ जसो हुन्छ हजुरहरुलाई माथि स्टेजतिर पनि देखाउने छु है धेरै लामो देखाउन मिल्दैन किनकि कपिराइट लाग्छ यो चिसो मौसममा यतिको अवसर पाएपछि त कसले पो छोड्छ र पहिलो पाइला नेपालद्वारा आयोजित निशुल्क चिया पिउँदै समाजसेवा कार्यक्रममा हाम्रा दाजुहरूले मस्तसँग चिया खुवाउँदै समाजसेवा पनि गरिरहनु भएको छ बाहिरको दुनियाँ छुट्टै छ साथीहरु अहिले चाहिँ म ट्याक्क लाएर खनाल जेरी भित्र बसेको छु भित्र पनि हाम्रो खतरा साथी हुनुहुन्छ यहाँ देख्न सक्नुहुन्छ है सरसँग बसिरहेको छु सरले चाहिँ यता यस्तो यहाँ हेर्न सक्नुहुन्छ पुरै अर्गानिक के को दाल रे भाइ मासको दालबाट खनाल जेरी यतिकै नाम गाविस जेरीको लागि चाहिँ दाल साल भाइले भित्र पिस्दै रहेछन् बाहिर चाहिँ रमाइलो आफ्नै पाराको छ साथीहरु बाहिरको त भिडभाड बिजोक नै छ यहाँ चाहिँ फुड फेस्टिभल भनेको खानपिनको लागि नै मात्रै हुन्छ प्राय त्यही नै हो अब धेरै कुरा के गर्नु छ र स्टेजमा पनि म स्टेजमा मुन्द्र छिरेको थिएँ त्यहाँ बस्न अलि सकिएन त्यो स्पिकरले कान सान झ्याइ झुइ पार्दियो त्यही भएर म त्यहाँ बसेन अनि सिधै तल आएँ अब चाहिँ एकछिन यहाँ बाहिरको चलपल अझै पनि हेर्नेछु अनि यसपछि त खासै के नै गरिन्छ र खानेकुरा त पेटभरि भात घरै खाएर आइया छ अब खानेकुरा पनि हुन्न सो त्यही नै हो भेट्दै गरौँला बेला बेलामा फेरि बाहिरको रमाइलो चाहिँ छुट्टै छ साथीहरु सबै जोडीमा हात समाएर कसरी हुन्छ मेलाको रमाइलो वातावरण चाहिँ रमिरहेका छन् यता खनाल जेरीमा फेरि मस्तैसँग मान्छेहरु तातो तातो जेरी खानको लागि भिडभाड नै छ अब माथितिर स्टेजतिर गएको देख्न सक्नुहुन्छ यहाँको नाचगान फेरि छुट्टै किसिमको छ साथीहरु बिजोक छ नाचगान तर हामीले धेरै नाचगानको भिडियो चाहिँ हाल्न नपाइने छ के युट्युबले चाहिँ हामीलाई कपिराइट हालिदिन्छ गीत बजिरहेको छ नि त स्टेजमा त्यसकारणले मान्छे पनि कति हो साथीहरु हेर्नु न कति छ यता गयो त्यस्तै उता गयो त्यस्तै बुटोल फुड फेस्टिभलमा पनि त्यस्तै औद्योगिक मेला लाग्दाखेरि त्यस्तै हुन त के भन्ने हो र सबै गाउँबाट आएका मान्छेहरु तर पनि सब मान्छेले चाहिँ चलाइरहेका छन् मेला अब चाहिँ हामी स्टेजबाट कार्यक्रम सकेर रुमतिर झर्नको लागि उँगोबाट तल झर्दैछौँ अनि स्टलहरु चाहिँ अब बन्द हुने बेला भइसकेको छ अहिले चाहिँ रातिको 12 बज्न लागिसकेको छ त्यही पनि मान्छेहरु अझै हिँडिरहेका छन् साथीहरु देख्न सक्नुहुन्छ यस्तो छ अवस्था दिउँसो जस्तै छ फेरि यहाँ हेर्नु न चलपल त फेरि आफ्नै तालमा कोही तल्लो बाटो हिँड्छ कोही उपल्लो बाटो हिँड्छ मलाई अचम्म लागेको कुरा के हो भन्दाखेरि साथीहरु नेतासँग यतिसम्म घिडा पनि के गर्ला मान्छेले एकजना दाइ मस्तसँग हिँडिरहेका थिए उनलाई हिँड्दा हिँड्दै खुट्टामा ठेस लाग्यो त उनीको गल्ती हो नि त बाटो नहेर्नु ठेस लाग्नु त उनीको गल्ती हो उनले मजाले केपीहरुलाई गाली गरे के बिचा त्यसमा केपीहरुको गल्ती थियो जस्तो चाहिँ मलाई लाग्दैन है सो त्यस्तै रमाइलो देख्दै रमाइलोमा मेलाको रमाइलो लिँदै हामी चाहिँ अहिले ट्याक्कै इटाबट्टी लाइनमा आइसक्यौँ यहाँ पुलिसहरु मस्तसँग लौरा सौरा लिएर उभिनु भएको छ अहिले बल्ल यताको भिड अलि कम भएछ अनि उतातिर मान्छे पनि कम भइसके यो चाहिँ सचिवालय यहाँको मेन ठाउँ हाम्रो पारा चाहिँ हिँडिरहेको छ मस्तसँग हाम्रो ग्याङ स्क्वाड सन्देश यता छ भाइ यता छ अगाडिको माल चाहिँ बवाल छ लाइटले चाहिँ केही पनि देख्न सकिन्न ल साथीहरु यो किन बोले होला मस्तसँग गीत बजिरहेको थियो नाचेको हेर्न द्याए त हुने यो क्यामेरा पनि कति हल्लाएको होला भन्ने जस्तो लाग्ला हजुरहरुलाई तर के गर्ने साथीहरु मिल्दैन यो भिडियो चाहिँ हामीलाई युट्युबमा राख्न दिँदैन कि कपिराइट हान्दिहाल्छ कि युट्युबले त्यसकारणले चाहिँ मैले नाचेको भिडियो चाहिँ हजुरको माझमा उपस्थित गराउन सकेन जे जस्तो भयो भिडियो हेर्नुभयो रमाइलो गर्नुभयो हेरिसकेपछि नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनुस् Okay, ये गीत भाइरल गीत हो है ट्र्याक नम्बर 32 है साइड एउटा दिन ल यता जेरी हाम्रो
कोही डर लाग्छ मान कति डर लाग्यो यार छोरी क्लिप्सहरू तलमाथि भए पनि सकेसम्मको भिडियो चाहिँ हजुरको माझमा उपस्थित गराएको छु। सो हेरिसक्नुभयो भने च्यानल सब्सक्राइब गरिदिनुहोस्, एउटा कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। यति भन्दै यो भिडियोबाट बिदा हुन्छु। हस्त धन्यवाद।